कुनै एक गाउँमा एउटा हजुरआमा आफ्नो नातिसँग बसेर बिडी बजाइरहनु भएको थियो। एक दिन अचानक हजुरआमा बिरामी पर्नुभयो। हजुरआमालाई दुखाइले सताउन थालेपछि नाति निकै डरायो। नातिले हतारिँदै सोध्यो, "हजुरआमा, के भयो? तपाईलाई कसरी निको हुन्छ?" हजुरआमाले कमजोर स्वरमा भन्नुभयो, "त्यो पहाडको जङ्गलभित्र एउटा जादुमय जडीबुटी छ। त्यसले मलाई निको बनाउन सक्छ।" यो कुरा सुन्नासाथ नाति जुरुक्क उठ्यो। उसको आँखामा डर भन्दा ठूलो साहस थियो। हजुरआमालाई बचाउने अठोट गर्दै नाति एक्लै जङ्गलतिर लाग्यो। जङ्गलभित्र हिँड्दै गर्दा नातिले एउटा अत्यन्तै सुन्दर ताल देख्यो। लामो यात्राले थाकेको उसको शरीरले आफूलाई रोक्न सकेन। ऊ हाम फालेर तालभित्र पस्यो र पानीमा पौडी खेल्न थाल्यो। चिसो पानीले उसको थकान केही कम भयो। केही बेर खेलिसकेपछि ऊ तालबाट बाहिर आयो। घामको तापमा भिजेका कपडा सुकाउन ऊ एउटा चिल्लो ढुङ्गामाथि तुसुक्क बस्यो। थकानले आँखा भारी हुँदै गयो र थाहा नपाउँदै ऊ त्यही निदायो। केही समयपछि थकान मेटिसकेपछि ऊ जुरुक्क उठ्यो। हजुरआमाको सम्झना गर्दै ऊ फेरि पहाडतर्फ आफ्नो यात्रामा अघि बढ्यो। केही समयपछि ऊ जादुमय जडीबुटीले भरिएको पहाडमा पुग्यो। हजुरआमाको अनुहार सम्झदै ऊ हतार हतार त्यो जडीबुटी टिप्न थाल्यो। त्यतिकैमा त्यो जादुमय पहाड एकाएक गर्जन गर्न थाल्यो। ठूला ठूला चट्टानहरू भासिन थाले। जङ्गल नै कापे जस्तो भयो। तर त्यो केटा डराएन। आफ्नो साहस देखाउँदै जसो तसो त्यहाँबाट बाहिर निस्कन सफल भयो। घर पुगेपछि उसले ठूलो कचौरामा त्यो जडीबुटीबाट औषधि बनायो र हजुरआमालाई खान दियो। केही क्षणमै हजुरआमाको शरीरमा शक्ति फर्किन थाल्यो। उहाँ पूर्ण रूपमा निको हुनुभयो।